नमस्कार, यथार्थ खबरमा तपाईहरुलाई स्वागत छ। आज दिनभरिका समाचारका साथ यहाँहरुमाझ उपस्थित भइसक्यो। सुरु गरौँ आज दिनभरिका समाचारका शीर्षकहरुबाट। जेएनजी आन्दोलन जाँचबुझ आयोगको म्याद 1 महिना थपिन्छ। प्रधानमन्त्री प्रहरीमा अब दैनिक मूल्याङ्कन प्रणाली 9 बजे भित्र अङ्क सहितको विवरण हेडक्वार्टरमा। एमाले मतदान अपडेट 7 घण्टामा 720 मत खस्यो। युद्धग्रस्त सुदानको कोर्दोफानमा ड्रोन आक्रमणमा कम्तीमा 104 जना सर्वसाधारणको ज्यान गयो। नेपाल सरकार र एडभिभी सार्वजनिक वित्त व्यवस्थापन शुद्धिकरण सम्बन्धी ऋण सम्झौता। मन्त्री घिसिङबाट बर्दिया कैलाली जोड्ने दौलतपुर घाट पुलको शिलान्यास। आगामी महाधिवेशनमा सभापतिको उम्मेद्वार हुन्छु डाक्टर शेखर कोइराला। ई सेवा लिमिटेडको 13औं वार्षिक साधारण सभा सम्पन्न। कारोबारसँग बढ्यो शेयर बजार। नेप्से 2625 अङ्कमा। कोशीमा 80% सवारी दुर्घटना चालककै कारण। ओली र लेखकलाई अर्को हप्ता बयानका लागि बोलाउने जाँचबुझ आयोगको तयारी। जेएनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई सरकारले निशुल्क वैदेशिक रोजगारीमा पठाउने। हस्त आजको समाचार यति नै। यहाँलाई यथार्थ खबरको समाचार कस्तो लाग्यो त? यस्तै समाचार सूचनाका लागि हाम्रो च्यानललाई लाइक कमेन्ट गर्नुहोला। धन्यवाद।